माहौल चुनावको छ। जताततै चुनाव लागिरहेको छ। आजकल नेताहरू सिंहदरबार वरिपरि छोडेर गाउँघरतिर गएका छन् र जनतालाई पनि कन्फ्युजन छ के यो पटक कसलाई भोट हाल्ने त। नयाँलाई हालौँ त्यस्तै विश्वास छैन। यिनीहरूले देशका महत्त्वपूर्ण संरचना जलाए। यिनीहरू त देशद्रोही हुन्। यिनीहरू विदेशीको चङ्गोल विदेशीका इसारामा नाच्ने व्यक्तित्व हुन् भन्ने पनि लागिराखेका छन् नि त हैन। अनि पुरानाका विश्वास गरौँ। त्यही पुरानाका कारणले आज आफ्ना छोराछोरीहरू सबैले लगभग गुमाएकै अवस्था छ। कसैका छोराछोरी विदेश गएका छन्, कोही अस्ति जेनजी आन्दोलनमा शहीद भए। भनेपछि पुरानालाई पनि विश्वास गर्न नसकिने अवस्था छ। नयाँलाई पनि यिनीहरू विदेशीबाट चलेका हुन् कि भन्ने पनि छ हैन। र नयाँ पार्टी एक रासोपा भन्ने पार्टी आएछ। उसको पनि पछिल्लो अवस्थामा ती टिकटक स्टार अब के हल्लाएर भाइरल भएकाहरूलाई टिकट दिएछ के अचम्मको कुरा। अनि तिनीहरूले देश विकास गर्छन्। उनीहरूले देश विकासका लागि सोच्छन्। टिकटकमा भाइरल हुँदा बित्तिकै देश विकास गर्न सकिने कुरा हो। सबै पत्रकारहरू त बिग्या रहेछन् लगभग। अहिले सबै पत्रकारहरू रासोपाबाट उठेछन् भनेपछि त रासोपाका रहेछन् पत्रकारहरू, यो पनि बुझिन्छ नि। अनि ती टिकटक स्टारले देश विकास गरिहाल्छन् भन्ने पनि होइन नि। र पुरानाले गरून् भनेर आशा पनि छैन। पुरानाले पनि देखिहालिया यत्रो वर्षसम्म के गरे त हैन। त्यसैले नयाँलाई दिउँ कि पुरानालाई दिउँ भनेर म जस्तै तपाईहरू पनि कन्फ्युजनमा हुनुहुन्छ होला। तर यो पटक मेरो भनेको मान्नुहुन्छ भने नयाँलाई नै दिनुस् भोट। यसको लागि होइन कि उनीहरू राम्रा हुन् भनेर दिने होइन। पुरानाहरूमा धेरै आडम्ब घमण्ड यति धेरै चुमिसकेको छ कि उनीहरूलाई लाग्छ कि हामी सर्वेसर्वा हौँ। त्यो घमण्ड त तुड्नै पर्छ। नटुट्यो भने हुँदैन। यो पटक नयाँलाई यदि गरेनन् भनेपछि हामी पनि जनता नि बदलिन जान्नुपर्छ। मानौँ हामीले भोट दियौँ 3 महिनापछि उनीहरू बदलिए अरे। ठिकै छ 5 वर्ष जसो तसो कुराउँला। 5 वर्षपछि तिनीहरूलाई पनि रोडमा ल्याउनुपर्छ। हामी जनता बदलिन आवश्यक छ देश विकासका लागि। जनताले सधैँ मेरो पार्टी हो, मेरो यो हो, ऊ हो भनेर त हुँदैन। त्यसरी त देश विकास हुनेवालै छैन। यिनीहरू जसले धोका दिन्छन् नि तिनीहरूलाई जनताले पनि धोका दिन सक्नुपर्छ। त्यसैले यो पटक चान्स दिने भनेको। अनि दोस्रो कुरा पुराना पार्टी विदेशीका चाकुल अनुसार नचल्ने हुन् कि भन्ने कुरा गर्ने हो भने पुराना पनि तिनीहरूका पार्टी स्थापनादेखि लगेर नेपालका विभिन्न उत्कृष्ट मुद्दाहरूका कुराहरूदेखि लगेर प्रधानमन्त्री हुँदा बित्तिकै भारत दौड्ने कुरादेखि लगेर उनीहरू पनि विदेशीकै गुलामी हुन चाहिँ। तर को विदेशीका गुलामीलाई दिने त भन्दाखेरिमा यो पटक नयाँवालालाई दिनु पर्यो। नयाँवाला होइनन् कि के थाहा। त्यसै दोष पो लगाए हुन् कि पुरानाले। दोष लाउँदैमा हामीले विश्वास गर्नु पनि भएन। तर हुन पनि सक्छन् फेरि। भयो भने त केही समयपछि थाहा हुन्छ नि त। फेरि हामी पनि परिवर्तन हुनु पर्यो त्यति बेला हैन। यदि जनतै लागि पर्ने भने हुन त केही गर्न सकिँदैन रहेछ। अस्ति जेनजी आन्दोलनले देखाइहाल्यो। लगभग जनताको पक्षमा आइसकेको काम फेरि जनताबाट अलि टाढा गयो। दोस्रो दिनको विध्वंसकारी आन्दोलनमा जो जनताले पनि चाहेको थिएनन् होला, देशले पनि चाहेको थिएन, त्यस्तो संरचनाहरू भौतिक पूर्वाधारहरू नष्ट भए। त्यसैले सबै हाम्रो हातमा छैन। हामीले त्यही पहिला उठेकाहरूमध्ये एकालाई भोट दिनुपर्छ। गाह्रो कुरा त्यो त छँदैछ। तर पनि यो पटक नयाँलाई दियौँ भने पुरानाको आडम्ब घमण्ड टुट्नेवाला छ। यिनीहरूलाई नै थाहा हुनेवाला छ कि होइन त्यसरी त हुँदैन। जित्नै छ भने नि अलिअलि त काम गर्नुपर्छ है। अलिअलि देश बनाउनुपर्छ पुरै नबनाए पनि भन्ने चाहिँ होस्, एक्का रहोस् भनेर मात्र नयाँलाई भोट दिने हो। नयाँ 100% ठिक छन् भनेर पनि भन्न सकिने अवस्था छैन। र पुराना 100% ठिक हुन् भनेर पनि भन्न सकिनेवाला छैन। नयाँ 100% गलत हुन् भनेर पनि भन्न सकिने अवस्था छैन। भित्रको कुरा राजनीति कुरा खासै बुझिँदैन। तर आफूले चाहिँ भोट कसलाई दिने भनेर चाहिँ यति निर्णय चाहिँ गर्न सक्नु पर्यो। यति मेरो सुझाव हो।
तपाईँहरूले आफूले मनन गर्नुहोला। यो पटक सकेसम्म राम्रो होला। म पनि विदेश नजानुपर्ने अवस्था देशको बनोस् भन्ने आशा हो। धन्यवाद।